आज म फर्सीको मुन्टाको अचार बनाउँदैछु। हेर्नुहोस् ल, अब साउन बारेको छ, लसुन त खानु हुँदैन, त्यही भएर प्याज टमाटर अनि सुक्खा खुर्सानी, यसरी सुक्खा खुर्सानी चाहिँ मजाले कडक हुन्छ यसरी फ्राई गर्नुपर्छ। अनि यसलाई यसरी साइडमा राख्यो है। अब यो प्याजलाई पनि फ्राई गर्यो है। प्याजलाई यसरी मजाले फ्राई गर्यो। कतिसम्म फ्राई गर्नुपर्छ भने यसलाई यो प्याज चाहिँ मजाले हातले छुट्याउँदाखेरि छुट्टिरहेको लपक्क भएन फ्राई गर्नुपर्छ यसरी हो। अनि फर्सीको मुन्टा खाँदा कसैलाई पनि सब्जी खाँदा होइन, कोही बेला चाहिँ रेसिपी चेन्ज गरेर बनाउँदा पनि अर्कै मिठो हुन्छ, स्वादिष्ट हुन्छ होइन। अहिले बर्खाको टाइममा अब हिँडेर खान्छु भन्दा पाउँदैन फर्सीको मुन्टा, त्यही भएर यो सिजनमा चाहिँ मेरो चाहिँ एकदम बेस्ट हो फर्सीको मुन्टा होइन। फर्सी त्यति मन पर्दैन, फर्सी नभए पनि हुन्छ, तर मुन्टा चाहिँ म सिजनभरि खान्छु। इस्कुसको मुन्टा र फर्सीको मुन्टा चाहिँ मलाई एकदमै मनपर्छ। अब यो हेर्नुहोस् त रातो भयो होइन, फर्सीको मुन्टा रातो भयो अहिले यस्तो भयो होइन। यसलाई फ्राई गर्दाखेरि चाहिँ यो डढ्नु पनि हुँदैन र अलिकति त्यसको कचिलोपन पनि मार्नुपर्छ है नि। अब यसलाई यसरी तेल तारेर निकाल्ने, तेल तारेर निकालेर साइडमा राख्ने। अब यसलाई के गर्नुपर्छ भने निकाल्यो होइन। अब यो तेलमा हेर्नुहोस् त तेल कति छ, तेल पनि बेसी चाहिँदैन। यो तेलमा यसरी यो टमाटरलाई फ्राई गर्ने, टमाटरलाई फ्राई गर्ने। अनि यो फ्राई गरेको टमाटर मजाले यसरी चल्लाङ गर्दै चलाउने। अनि यो टमाटरलाई मजाले पाक्ने गरी फ्राई गर्ने। यसरी बनाएको अचार चाहिँ साह्रै मिठो हुन्छ क्या। एकदम खाना नरिस खाना खानु मन नलागिरहेको मन पनि एकदम मिठो स्वादिष्ट हुन्छ। मलाई चाहिँ मन परिरहेको थियो, तपाईँहरू पनि ट्राई गर्नु होला। साइडमा